नेप्से परिसूचक लगातार 5औं दिन ओह्रालो लागेर 2649.51 को बिन्दुमा बन्द भएको छ। यो साता समग्र बजारले 53 अङ्क गुमाउँदै झण्डै 4 महिना याताकै न्यून बिन्दु परीक्षण गरिरहेको छ। प्राविधिक रूपमा हेर्दा शुक्रबार बनेको रेड डोजी क्यान्डलस्टिक प्याटर्नले बजारमा अझै पनि चरम अनिश्चितता रहेको प्रष्ट पार्छ। तर डेटा रिडिङमा ध्यान दिनुपर्ने कुरा के छ भने निरन्तरको गिरावटको बावजुद शुक्रबार कारोबार रकम वात्तै बढेर 3 अर्ब 94 करोड पुगेको छ। घट्दो बजारमा भोल्युम बढ्नुले तल्लो बिन्दुमा स्मार्ट मनीले बिस्तारै एक्युमुलेसन सुरु गरेको बलियो प्राविधिक संकेत दिन्छ। आगामी साता बजारको रणनीति तय गर्नु अघि हामीले केही गम्भीर म्याक्रो इकोनोमिक, राजनीतिक र नीतिगत घटनाक्रमलाई विश्लेषण गर्नै पर्ने हुन्छ। पहिलो र सबैभन्दा प्रभावकारी राजनीतिक घटनाक्रम पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलको सम्पत्ति शुद्धिकरण आरोपमा भएको गिरफ्तारी। यसले संस्थागत लगानीकर्ताहरूको मनोबल नराम्ररी गिराएको छ। पोलिटिकल सेन्टिमेन्टमा आएको यो धक्काले बजारमा प्यानिक सेलिङ बढाएको छ भने ठूला लगानीकर्ताहरू पर्खर र हेरको अवस्थामा पुगेका छन्। दोस्रो, असार मसान्त नजिकिँदै गर्दा कर र ब्याज भुक्तानीको नियमित दबाव बजारमा हावी छ। र तेस्रो, आगामी मौद्रिक नीतिको पर्खाइ। नेपाल चेम्बर अफ कमर्सले एकल अङ्कको ब्याज दर कायम गर्न र कर्जा विस्तारको नीति ल्याउन राष्ट्र ब्याङ्कलाई दिएको सुझावलाई बजारले नजिकबाट नियालिरहेको छ। यस बीचमा एउटा अत्यन्तै सकारात्मक कम्पनी इन्टर्नल न्यूज र नीतिगत परिवर्तन आएको छ, जसलाई आम लगानीकर्ताले नजरअन्दाज गरिरहेका छन्। नेपाल राष्ट्र ब्याङ्कले भर्खरै जारी गरेको निर्देशन अनुसार अब सबै लामो अवधिका परियोजनाहरूले व्यावसायिक उत्पादन सुरु नगरेसम्म ब्याज पुँजीकरण गर्न पाउनेछन्। यसअघि यो जलविद्युत र पर्यटनमा मात्र सीमित थियो। असारको अन्तिम साता जहिले पनि बजार बटम आउट हुने समय हो। आरएसआई र म्याकडी दुवैले बजार ओभरसोल्ड जोनमा गइसकेको देखाउँछन्। प्राविधिक रूपमा 2600 देखि 2640 को रेन्ज एक ऐतिहासिक र बलियो सपोर्ट जोन हो। त्यसो भए यो साता के किन्ने र रणनीति कस्तो बनाउने? डेली ट्रेडर र स्विङ ट्रेडरहरूका लागि अहिले बजारमा बुल ट्र्यापमा पर्ने जोखिम उच्च छ। भर्खरै सूचीकृत भएका स्नो रिभर्स, ताक्सार पिखुवा र यम्बालिङ जस्ता जलविद्युत कम्पनीहरूमा लगातार पोजिटिभ सर्किट लागिरहेको छ। तर फमेन्टल भन्दा बाहिर गएका यस्ता सर्किट र्यालीको पछि नदौडिनुहोस्। मोमेन्टम ट्रेडिङ गर्ने हो भने डेभलपमेन्ट ब्याङ्क र सानो पुँजी भएका फाइनान्स सेक्टरको भोलाटिलिटीमा खेल्न सकिन्छ। तर 2640 को सपोर्ट टुट्यो भने तुरुन्तै स्टप लस हिट गराएर क्यासमा बस्नुहोस्। यदि बजार थप खस्यो भने 2600 को मनोवैज्ञानिक बिन्दुमा मात्र नयाँ इन्ट्री लिनुहोला। दीर्घकालीन लगानीकर्ताहरूका लागि यो साता तपाईहरूको लागि गोल्डेन एक्युमुलेसन फेज हो। संस्थागत लगानीकर्ताहरू अहिले सुरक्षित लगानीका लागि ग्लोबल आइएमई ब्याङ्क लगायतका डिबेन्चरतर्फ सिफ्ट भएका छन्, जसको पुष्टि शुक्रबार डिबेन्चरमा मात्रै भएको 33 करोड माथिको कारोबारले गर्छ। तपाईहरूले चाहिँ राष्ट्र ब्याङ्कको नयाँ ब्याज पुँजीकरण नीतिको प्रत्यक्ष फाइदा पाउने, राम्रो प्रोग्रेस रिपोर्ट भएका जलविद्युत कम्पनी र ऐतिहासिक रूपमै सस्तो भ्यालुएसनमा आएका कमर्सियल ब्याङ्कहरू हरेक गिरावटमा उठाउन सुरु गर्नुहोस्। असार मसान्तको डर र राजनीतिक अस्थिरताले आत्तिएर सेयर फाल्नेहरूबाट ब्लू चिप स्टकहरू सस्तोमा जम्मा गर्ने बेला यही हो। बजार अन्ततः फमेन्टल र कम्पनीको वित्तीय स्वास्थ्यमै फर्किने हो। त्यसैले बजारको हल्लाको पछि नलागी डेटा, तथ्याङ्क र आफ्नो रणनीतिमा अडिग रहनुहोस्।